वेलकम गाइस, सबैजना स्वागत छ यो मिनी छोटो मेरो ब्लगमा। आज हामी बुवा छोरा मेरो छोरा शिशिर र म बसन्त खड्का हैन तपाईलाई आज हामी यो इलाम दानापुर स्थितको चिया बगानदेखि लिएर आज हामी सानीमा हाइड्रो पावरमा पनि लिएर जाएछौँ। यो सानीमा हाइड्रो पावरमा जाने पुल पनि हो यो हैन, तपाईले देखिरहनु भएको छ यो पुललाई। यो लामै छ यो पुल। आज हाम्रो टुर चाहिँ यही चिया बगान अनि तपाईको त्यसपछि ट्याक्क सानीमा हाइड्रो पावरको पुल सम्म चाहिँ ल्याउने मलाई विचार गरेर छोरालाई घुमाउन लिएर आएको छु। तपाईले हेर्न सक्नुहुन्छ यहाँ सानीमा हाइड्रो पावरको यो पुल रहेको छ। लगभग यो 22 मेगावाटको माई उत्पादन केन्द्र, माई जलविद्युत उत्पादन केन्द्र लेखिएको छ यसमा। सानीमा हाइड्रो पावर लिमिटेड 22 मेगावाट माई जलविद्युत उत्पादन केन्द्र। लगभग यहाँबाट चाहिँ हामी चाहिँ यो बाटो चाहिँ तपाईको यो देखिने बाटो चाहिँ हजुरको यहाँबाट चाहिँ हामी इलाम सर्टकट बाटो चिसापानी हुँदै पुग्नेछौँ भने त्यो चाराली हुँदै जानु पर्दैन हैन। यहाँबाट चाहिँ सर्टकट बाटो रहेको छ। त्यसपछि यहाँबाट छुट्टिन्छ हाम्रो यो बाटो ट्याक्क यो सानीमा हाइड्रो पावर लिमिटेड जाने बाटो यो हो। त्यसपछि त माथि चाहिँ रहेको छ सानीमा हाइड्रो पावर। त्यहाँसम्म चाहिँ हामी पुग्दैनौँ। हामी चाहिँ यहाँ पुलसम्म मात्र आउने योजना भएको हुनाले हामी चाहिँ यहाँसम्म आएको छौँ। शिशिर आज अर्को चाहिँ यहाँको चाहिँ विशेष सेफ्टी चाहिँ छ हाम्रो प्लान। आज सेफ्टी अब केही समयपछि हामी जानेछौँ 11 बजीतिर। चिल्ड्रेन सबैजनालाई बाई बाई, सबैजनालाई बाई 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 बाई। अनि सबैजनालाई ह्याप्पी न्यू इयर भन्दैछु। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर सबैजनालाई। नेपालमा बस्नुहुने तथा देश विदेशमा रहने सबैजनालाई, मेरो आफन्त छरछिमेक सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहे। 2022 सालको सबैलाई शुभकामना। हेभ अ नाइस डे, टेक केयर, बाई बाई, सी यू अन नेक्स्ट ब्लग। ओके, बाई बाई।